नमस्कार साथीहरु। म तपाईलाई चाहिँ आज दुई तीनटा जानकारी दिन आइरहेको छु। राम्रो जानकारी दिन आइरहेको छु हैन। तपाईहरु जस्तै नयाँ युट्युबर हुनुहुन्छ, नयाँ युट्युबको बारेमा जानकारी राख्न चाहनुहुन्छ, नयाँ युट्युब खोल्नु भएको छ तर भ्युअर्स आएको छैन, लाइक पनि आएको छैन, सब्स्क्राइब पनि बढाएको छैन, त्यतिकै बसिरहेको छ भने चाहिँ म तपाईहरुलाई चाहिँ आज एकदमै राम्रो कुराहरु सिकाउन आइरहेको छु। तपाईले चाहिँ यो भिडियोलाई स्किप नगरेर पुरै भिडियो हेर्नु होला र लाइक र सब्स्क्राइब र शेयर पनि गर्नु होला है त। अब तपाईहरुको लागि भनेर चाहिँ मैले एकदम जानकारीमूलक कुरा लिएर आएको छु युट्युबको बारेमा है। तपाईले यो युट्युब सम्बन्धी नै काम गर्नु भइरहेको छ या युट्युब म युट्युबर बन्न चाहन्छु, युट्युबबाट अलिअलि पैसा आओस् या अलिअलि खर्च आओस्, यसो चिया खाँदा यताउता त्यही आओस् भन्ने चाहनुहुन्छ भने चाहिँ तपाईहरुको लागि भनेर मैले सानो एउटा जानकारी लिएर आएको छु है। जस्तै हामीले तपाईको सर्ट्सहरु भिडियोहरु युट्युबमा पोस्ट गर्छौं हैन। तपाईले पोस्ट गर्नुहुन्छ, धेरै सर्ट्स चाहिँ पोस्ट गरिन्छ, रिल्सहरु पोस्ट गरिन्छ नि त। अहिले त युट्युबमा रिल्स पोस्ट गर्यो, सर्ट्स पोस्ट गर्यो, त्यसबाट तपाईको भाइरल हुन्छ, भाइरल भएपछि भ्युअर्स बढ्छ, त्यसपछि सब्स्क्राइब बढ्छ हैन। त्यो हिसाबले हामीले चाहिँ तपाईको अनि कपिराइट हुनु पनि डर हुन्छ। तपाईलाई थाहा छ एउटा कपिराइट हुनु पनि डर हुन्छ। कपिराइट कतिको त हामीले त ब्याकग्राउन्ड म्युजिकहरु यताउता छानेर हाल्न सकेन भने कपिराइट हुने डर हुन्छ। अनि त्यो कपिराइट भयो भने तपाईको 3-4 या कतिवटा कपिराइट भयो भने युट्युबले तपाईको युट्युब एकाउन्टै गरिदिन्छ, तपाईको के अरे सस्पेन्स हालिदिन्छ। त्यो आधारमा त्यो कारणले चाहिँ तपाईको भोलि फेरि युट्युब अर्को नयाँ खोल्नु पर्नेछ, त्यत्रो मेहनत गरेको युट्युब च्यानल तपाईको उठ्छ हैन। अब त्यो नहोस् भन्नको लागि चाहिँ पहिलो सुरु मैले भन्नु खोजेको तपाईलाई दुई तीनटा कुरा म जानकारी दिन चाहन्छु। वाइटी स्टुडियोको बारेमा पनि जानकारी दिन चाहन्छु, के हो वाइटी स्टुडियो भनेको बारेमा पनि जानकारी दिन्छु। युट्युब स्टार्ट गर्ने मान्छेहरूले चाहिँ पहिलो त चाहिँ के गर्नु पर्यो भने चाहिँ जस्तै तपाईले एउटा सर्च बनाउनुहुन्छ, एउटा सर्च बनाउनुहुन्छ, तपाईको जस्तै ब्याकग्राउन्ड म्युजिक अरु अब गीतमा केहीमा सर्च बनाउनुहुन्छ हैन। कि अब त्यो ब्याकग्राउन्ड म्युजिक नराखिकन तपाईको आफ्नो तरिकाले सर्च पनि बनाउनु मिल्यो हैन। फेरि युट्युबको के हुन्छ भने चाहिँ तपाईले भिडियो बनाउँदाखेरि ब्याकग्राउन्डमा अर्को कहीँबाट म्युजिक कसैले बजाइदियो भने त्यसमा पनि कपिराइट लाग्छ कि फेरि त्यस्तो खाली पर्छ। त्यही भएर चाहिँ युट्युबमा कपिराइटको चाहिँ एकदमै ख्याल गर्नुपर्छ, किनकि कपिराइट धेरै हुने बित्तिकै तपाईको युट्युब च्यानलै उडाइदिन्छ क्या। युट्युबको त्यो च्यानलै बन्द गराइदिने कि सस्पेन्ड गराइदिने त्यो हटाइदिन्छ क्या। त्यही भएर फेरि मेहनत त खेरको कति मेहनत गरे हुन्छ एउटा युट्युब बनाउनलाई, अनि लास्टमा फेरि तपाईको सस्पेन्ड फाल्ने भन्दा मेहनत त खेर गयो। त्यही कारणले चाहिँ तपाईको मेहनत पनि खेर नजाओस्, युट्युबबाट पनि कपिराइट आउने समस्याबाट निर्धक्क हुनुहोस्, पहिले तपाईँलाई थाहा होस् भन्ने हिसाबले मैले तपाईँलाई सानो जानकारी दिन खोजेको छु। एउटा फर्स्टमा यो पहिलो जानकारी म दिन्छु है तपाईँलाई। यो चाहिँ तपाईले ठ्याक्क तपाईँ के हुन्छ भने चाहिँ तपाईले सर्च बनाउनुभयो, सर्च बनाएपछि तपाईले अपलोड गर्ने टाइममा हेर्नु है। अपलोड गर्ने टाइममा तलपट्टि एउटा भिजिबिलिटी भन्ने अप्सन देखिन्छ कि ठ्याक्क तल, ठ्याक्क त्यो सर्च अपलोड गर्नेको ठ्याक्क तलपट्टि भिजिबिलिटी भन्ने देखिन्छ। भिजिबिलिटीमा एउटा पब्लिक हुन्छ, एउटा तपाईको अनलिस्ट हुन्छ र प्राइभेट हुन्छ है। तपाईले भिजिबिलिटीमा यदि पब्लिक सबलाई देखाउने हो भने तपाईको पब्लिकमा गर्नु पर्यो। अनि प्राइभेट भन्ने हुन्छ एउटा, प्राइभेट भनेको तपाईले आफूलाई अब हुन्छ नि म एउटा भिडियो बनाउँछु कस्तो आएछ यसो हेर्नलाई ट्याक्क बनाउने अपलोड गर्ने, प्राइभेटमा राख्दिने, आफूले मात्र हेर्ने, अब आफूलाई सोध्ने अब कस्तो राम्रो आउँछ कि आउँदैन, अब के छ कसो भन्ने एउटा भिडियो बनाइन्छ नि, हो त्यस्तो चाहिँ तपाईले प्राइभेटमा राखेर हेर्ने हो। अनि त्यहाँ एउटा बिचमा चाहिँ अनलिस्ट भन्ने एउटा अप्सन आउँछ कि अनलिस्ट भने चाहिँ तपाईको युट्युबले हेर्छ, तपाईको साथीहरूले मात्रै हेर्नु पाउने चाहिँ भिडियो हुन्छ, त्यो पब्लिक हुँदैन क्या हो। पहिला तपाईले के गर्नु भन्दाखेरि तपाईले सर्च बनाउँदाखेरि तपाईको पहिला अनलिस्ट गर्नुस्, बुझ्नुभयो नि। अनलिस्ट तपाईले 2-3 घण्टा अनलिस्टमा छोडिदिनुस् के। त्यो तपाईको अब सर्च गर्न अर्काको गानामा सर्च बनाइरहनु भएको छ हैन, अब त्यो कपिराइट इस्यु आउला भन्ने त्यस्तो छ भने पहिला तपाईले अनलिस्टमा गएर चाहिँ त्यो भिडियो अपलोड गर्नुस्, पब्लिक नगर्नुस्। प्राइभेट गरेर भने तपाईले मात्रै हेर्नु त्यो कामै भएन हैन। तपाईले अनलिस्टमा गएर त्यो भिडियोलाई हालिदिनुस्। अनलिस्टमा गएर त्यो भिडियो हालेपछि तपाईँ के हुन्छ भने चाहिँ युट्युबले हेर्छ र हाम्रै साथीहरूले हेर्छ हैन। तपाईको साथीहरू युट्युबले हेर्छ, युट्युबले त्यो कपिराइट भिडियो छ भने तपाईलाई अनलिस्टमा गरेको युट्युबले ठ्याक्कै भनिदिन्छ तपाईको कपिराइट लाग्यो भनिदिन्छ, तपाईले त्यो भिडियो ड्याङ्गा डिलिट गर्न पायो। त्यसमा तपाईलाई यो युट्युबबाट लाग्दैन के भन्नाले त्यो स्टक लाग्दैन, त्यो चाहिँ युट्युबले लाग्दैन अनलिस्टमा हालेको चाहिँ। त्यो चाहिँ तपाईलाई एउटा फाइदा के छ भनेपछि तपाईको चाहिँ हामीले पब्लिक गरेको भिडियो चाहिँ 3-4
युट्युबमा त हामीलाई सस्पेन्ड नै हानिदिन्छ नि त युट्युबले उडाइदिन्छ हामीले सबै होइन युट्युबले उडाइदिन्छ त्यो कारण अनलिस्ट राख्नुभयो भने चाहिँ पहिल्यै हामीलाई थाहा हुन्छ कपिराइट लाग्ने हो कि होइन सबै कुरा चाहिँ पहिल्यै थाहा हुन्छ त्यो भिडियो हामीले पब्लिक नगरिकन त्यसलाई डिलिट गरेर फालिदिने है त्यो हिसाबले पहिलो चाहिँ यो तपाईँलाई मैले यो चाहिँ जानकारी किनिदियो भनेपछि यो चाहिँ तपाईँले भिडियो हाल्दाखेरि चाहिँ मेन एउटा यो जहाँ गर्नुभयो भने चाहिँ कपिराइट हुने डर चाहिँ हुँदैन है कपिराइट हुने र तपाईँको भोलि युट्युब सस्पेन्स भोलि एउटा युट्युबमा राम्रो गरिरहेको युट्युबमा भोलि ध्यानमा लाएर तपाईँको सस्पेन्ड भइदिएला उडाइदिएला होइन फेरि त्यही मिहिनेत गर्न कति टाइम लाग्छ कति गाह्रो छ होइन तब त्यो त हामीलाई पनि थाहा छ होइन तपाईँले अब हामीलाई थाहा छ नि त त्यस्तो कुराहरूमा चाहिँ अलिक ख्याल गरेर त्यो अनलिस्ट भिडियोमा पहिला अनलिस्ट गरेर भिडियो पोस्ट गर्नुहोस् त्यसपछि 1-2 घन्टा 3-4 घन्टा त्यसलाई चल्न दिनुहोस् त्यसपछि अनि फेरि पब्लिक गरिदिनुहोस् पब्लिक गरेपछि त्यो तपाईँको आफै भाइरल पनि हुने त्यो भ्युअर्स पनि बढ्ने हुन्छ त्यो हिसाबले एउटा यो कुरा भइहाल्यो अब तपाईँलाई म दोस्रो कुरा चाहिँ वाइटी स्टुडियोको बारेमा भन्छु वाइटी स्टुडियो तपाईँलाई थाहा छ होइन जसले युट्युब ओपन गर्नुभएको छ युट्युबमा काम गरिरहनु भएको छ युट्युबमा भनौँ न सोखको लागि सर्चहरू भिडियोहरू हालिरहनु भएको छ भने वाइटी स्टुडियो खानुहुने चाहिँ कमै हुन्छ वाइटी स्टुडियो भन्ने चाहिँ एउटा एप हुन्छ यो त युट्युबको एउटा एप हो जसबाट चाहिँ हामीले हाम्रो भिडियोको एनालाइसिसहरू के छ कसो छ हाम्रो भिडियोमा के भइरहेछ सबै चिजै वाइटी स्टुडियोबाट हेर्नु हुन्छ है यो कपिराइट पनि यो वाइटी स्टुडियोमै गएर हेऱ्यो भने तपाईँले ठ्याक्क देखाउँछ क्या त्यहाँ कपिराइटको त्यो भिडियोमा के भएको छ भन्ने कुरा ठ्याक्क देखाइदिन्छ यो वाइटी स्टुडियो चाहिँ एप स्टोरमा गएर डाउनलोड गर्नुभयो भने तपाईँको डाउनलोड गर्नुहोस् त्यसपछि हाम्रो युट्युबमा लिङ्क भइहाल्छ त्यहाँबाट एप्स होइन तपाईँ इमेल हाल्ने बित्तिकै हाम्रो युट्युबमा लिङ्क भइहाल्छ है अनि तपाईँले चाहिँ जस्तो यो वाइटी स्टुडियो अब कतिले चाहिँ चलाइरहनु भएको छ वाइटी स्टुडियो नथाहा भएकोलाई मैले भनिहालेँ अघि डाउनलोड गर्नुहोस् त्यो इमेल हालेपछि लिङ्क भइहाल्छ त्यसरी वाइटी स्टुडियो जानुहोस् होइन अनि कतिले चाहिँ यो वाइटी स्टुडियोको बारेमा पनि थाहा छैन कि वाइटी स्टुडियो कसरी चलाउने के चल्ने भन्ने कुरा नि अलिकति वाइटी स्टुडियोको बारेमा थाहा नभएको पनि मान्छे हुनुहुन्छ कतिजना होइन जस्तै अब हामीले चाहिँ वाइटी स्टुडियोलाई के प्रयोग गरिरहेको छौँ भने चाहिँ तपाईँको भिडियो हालिन्छ होइन भर्खर भिडियो हाल्यो हुन्छ 2-4 मिनट ठ्याक्क भिडियो हाल्यो अनि वाइटी स्टुडियोमा गएर भ्युज कति आयो के आयो भनेर हामी रिफ्रेस गरेर गर्छौँ कि यो चाहिँ एकदमै गलत काम हो यो चाहिँ गर्दै नगर्नु एउटा कुरा चाहिँ यो गर्नुभयो भने चाहिँ युट्युबले तपाईँको सर्ट्स या भिडियो या यो भाइरल गर्दैन भाइरल हुँदैन भनौँ न हुँदैन तपाईँकोमा केही सब्सक्राइब पनि बढ्दैन भिडियो हाल्ने बित्तिकै गएर वाइटी स्टुडियो ओपन गर्नुभयो भने चाहिँ यो गाह्रो छ है वाइटी स्टुडियो तपाईँले भिडियो हाल्ने बित्तिकै चाहिँ कहिले पनि ओपन नगर्नुहोस् आधी घन्टा 1 घन्टा त्यतिकै छोडिदिनुहोस् किनभने युट्युबलाई पनि तपाईँको भिडियो गएर एनालाइसिस गर्नु पऱ्यो नि त होइन तपाईँको भिडियो गएपछि एनालाइसिस गरेर उसले वाइटीमा पठाउँथ्यो नि त तपाईँले हाल्ने बित्तिकै गएर वाइटी हेऱ्यो भने त बिचरा त्यसले केही गर्नै भएन त्यसले केही गर्न नभए जस्तो तपाईँको सर्ट्सहरू भिडियोहरू भाइरल गएन है त्यो हिसाबले तपाईँले चाहिँ त्यो वाइटी स्टुडियो चलाउनु बेलामा यो कुरा चाहिँ ध्यान दिनुहोस् है वाइटी स्टुडियो चलाउनु बेलामा चाहिँ यो कुरामा ध्यान दिनुभयो भने तपाईँको 100 भनौँ न लगभग भाइरल सर्ट्सहरू भाइरल भ्युअर्स धेरै आउँछ कि तपाईँको होइन तपाईँले के गर्नु पऱ्यो पहिला भिडियो हाल्नु पऱ्यो भिडियो हालेपछि आधी घन्टा 1 घन्टा तपाईँले वाइटी स्टुडियो चलाउँदै नचलाउनुहोस् है आधी घन्टा 1 घन्टा चाहिँ वाइटी स्टुडियोमा गएर आफ्नो त्यो भ्युअर्सहरू चाहिँ नहेर्नुहोस् किनकि उसले एनालाइसिस गरोस् सबै गरोस् त्यसपछि तपाईँले गएर हेर्ने हो त्यसपछि भ्युअर्स बढेर हुन्छ नि त त्यहाँ भ्युअर्स बढेको पनि मजा आउँछ खुसी लाग्छ नि त त्यहाँ गएर हेरेपछि होइन त्यो एउटा कुरा भइहाल्यो अनि अर्को कुरा तपाईँले युट्युबमा भिडियो हाल्नुहुन्छ होइन युट्युबमा भिडियो हालेपछि त हामीले के गर्छौँ भने चाहिँ तपाईँको मेनली हामीले गर्ने भनेको युट्युबमा भिडियो हालेपछि नेट अफ गरेर छोडिदिन्छौँ कि हामी सक्यो भिडियो हालिसक्यो अब पछि हेरौँला भाइरल पछि हेरौँला भन्ने हुन्छ नि त्यो पनि नगर्नुहोस् त्यो गर्नुभयो भने तपाईँको भाइरल हुनुबाट फेरि अड्किन्छ है अड्किँदा भाइरल हुँदैन त्यो चाहिँ के गर्नु पऱ्यो तपाईँले भनेपछि भिडियो हाल्नु हो हामीले भिडियो हाल्छौँ युट्युबमा भिडियो हालेपछि चाहिँ तपाईँको त्यो भिडियोलाई अपलोड भएपछि त्यसलाई छोडिदिनुहोस् तर युट्युब चाहिँ चलाइदिनुहोस् अरू रिल्सहरू हेर्नुहोस् अरूको यताउता रिल्सहरू अरूको हेरेर बस्नुहोस् क्या युट्युबमा एक्टिभ हुनुहोस् न भन्नाले 10-15 मिनट चाहिँ युट्युबमा एक्टिभ हुनुहोस् क्या तपाईँ त्यो भिडियो हाल्ने बित्तिकै 10-15 मिनट अगाडि नै तपाईँले फेरि छोडेर जानुभयो भने तपाईँ फेरि त्यसमा पनि भाइरल हुँदैन है तपाईँ 10-15 मिनट युट्युबमा एक्टिभ भइरहनुहोस् अरू चिज हेर्नुहोस् रिल्स हेर्नुहोस् या भिडियो हेर्नुहोस् के हेर्नुहोस् तर युट्युबबाट एकचोटि भाइरल नजानुहोस् है भिडियो हाल्ने त्यो गर्नुभयो भने
तपाईँको सर्चहरू भिडियोहरू भाइरल हुँदैन या भ्युज आउँदैन है। त्यो गर्नु भएन र आज मतलब 15-20 मिनट त्यसमै बसिरहनु भयो भने फेरि युट्युबले तपाईँ त्यहीँ हुनुहुन्छ भन्ने थाहा हुन्छ नि त। यो त्यसो एआई हो नि त, अहिले तपाईँलाई थाहा छ एआई बिआई के आइरहेको छ, अब दुनियाँ छ तपाईँलाई होइन। त्यो हिसाबले चाहिँ हामीले चाहिँ यो तरिका अप्नायो भने चाहिँ 100मा 100% त भन्दिनँ तर 90% चाहिँ या भनौँ न 99% थोरै पर्सेन्ट बेसीकै पर्सेन्ट भए पनि तपाईँको भिडियो भाइरल हुन्छ र भ्युज पनि बढ्छ। यो चाहिँ मैले नै आफै एनालाइज गरेको कुरो हो कि मलाई नै यो तपाईँको मैले नै आफैले यो त्यो भनौँ न उ गरेको कुरो हो। विगतमा 2 वर्षदेखि युट्युबमा कहिले एक्टिभ कहिले इनएक्टिभ कहिले के भएर बसिरहेको हो होइन। अब तपाईँको अहिले चाहिँ मैले यो चिजहरू अप्नाएपछि अहिले मेरो ब्याक टु ब्याक भिडियोहरू चाहिँ सर्ट्सहरू चाहिँ भाइरलै गइरहेको छ होइन। भन्नाले भ्युज पनि राम्रो आइरहेको छ, 27-28,000 29-30,000 यस्तो 4-5,000 नर्मल भिडियो पनि 4-5 हजार गइरहेको छ होइन। त्यो हिसाबले चाहिँ तपाईँहरूले यो तरिका अप्नाउनु भयो भने चाहिँ पहिलो चाहिँ मैले तपाईँलाई के भने त भिडियो हाल्दाखेरि 3टा अप्सन हुन्छ, प्राइभेट अनलिस्ट अनि त्यसपछि अर्को चाहिँ तपाईँको पब्लिक। यो 3टा अप्सन एकचोटि पब्लिक नगर्नुहोस् अनली होइन। एकचोटि पब्लिक गर्दा पनि तपाईँलाई कपिराइट इस्युहरू आउँछ नि त। त्यो गर्नु अनलिस्ट गरेर गर्नुहोस्, त्यसपछि कपिराइट आउँछै आउँदैन 1 घन्टा 1.5 घन्टा छोडिदिनुहोस् त्यहीबाट। अनि कपिराइट आउँछै आउँदैन त्यति थाहा हुन्छ, कपिराइट आयो भने सर्ट पब्लिक गरिदिनुहोस्, त्यो तपाईँको एउटा भइहाल्यो। त्यसमा कपिराइटको इस्यु डर छ केही पनि भएन। अर्को कुरा मैले तपाईँलाई के गरेँ भनेपछि वाइट स्टुडियो बारेको कुरा गरेँ। जहिले भिडियो हाल्ने बित्तिकै वाइट स्टुडियोमा गएर हामीले स्क्रोल नगर्नु, हाल्ने बित्तिकै गर्नुहोस्, आधी घन्टा 1 घन्टा छोडिदिनुहोस्, त्यसपछि वाइट स्टुडियोमा गर्नु। किनकि भिडियोले पनि एनालाइसिस गर्न पाउनु पऱ्यो, वाइट स्टुडियोले पनि एनालाइसिस गर्नु पऱ्यो, युट्युबले पनि एनालाइसिस गर्नु पाउनु पऱ्यो तपाईँको भिडियो है। अर्को मैले के कुरा गरेँ, अर्को कुरा तपाईँलाई मैले भिडियो अपलोड गर्ने बित्तिकै चाहिँ युट्युबबाट तुरुन्त नेट अफ गरेर युट्युबबाट हटेर नजानुहोस्, या नेट अफ नगरे पनि युट्युबबाट सट्ट गएर फेसबुकतिर या अन्ततिर त्यसरी चाहिँ नजानुहोस् है। युट्युबमै बसिरहनुहोस्, बरु रिल्स हेर्नुहोस्, अरूको रिल्सहरू यताउता हेर्ने यसो गर्ने काम गर्नुहोस्। यति 3टा कुरा गर्नुभयो भने चाहिँ तपाईँको भिडियो भाइरल जान्छ, मजा जान्छ। किनकि मैले नै गरिरहेको चिज हो र मैले नै यो भाइरल भइरहेको चिज भएर नै तपाईँलाई मैले यो सिकाउन र जानकारी गर्नु जरुरी सोचेँ। नयाँ युट्युबरहरूको लागि चाहिँ होइन, नयाँ युट्युबर पुरानो युट्युबरलाई चाहिँ हामीले सिकाउनै पर्दैन। उनीहरू त अब कहाँ पुग्छन् लाखौँ कमाउनुहुन्छ होइन। त्यो अब त्यो हामीले सिकाउनु पनि जरुरी छैन, उहाँहरूलाई एक कुरा पनि थाहा हुन्छ। जो चाहिँ नयाँ आउनु भएको छ नि तपाईँ जस्तो नयाँ युट्युबरहरूलाई चाहिँ यो कुरा एकदमै प्रभावकारी साबित र भोलि पैसा अलिअलि कमाउनलाई तपाईँलाई एकदमै राम्रो साबित हुन्छ भन्ने चाहिँ मैले देखेको छु होइन। अब यस्तै भिडियो म तपाईँहरूको नयाँ युट्युबर च्यानलहरू है यस्तै भिडियो म चाहिँ तपाईँहरूको लागि ल्याइराख्ने छु। के गर्दा तपाईँको सर्च भाइरल हुन्छ, के गर्दा तपाईँको मोनेटाइज हुन्छ, के गर्दा तपाईँको सब्सक्राइबर बढ्छ, यस्तो भिडियो म ल्याइरहने छु तपाईँहरूको लागि। तपाईँले चाहिँ मलाई ट्याक्क यहाँनिर ट्वाक्क सब्सक्राइब गरिदिनुहोस् र यहाँनिर लाइक गरिदिनुहोस्, अनि बेल आइकन पनि थिचिदिनुहोस्, अनि सेयर पनि गरिदिनुहोस् नयाँ साथीहरूलाई है त। फेरि भेट्दै गरौँ ल। हस्, धन्यवाद, नमस्ते।